हामीले अगाडिको भिडियोमा चाहिँ सर्वोच्च अदालत र उच्च अदालतको अधिकार क्षेत्रबारे हेरिसकेको छौँ। यसमा चाहिँ हामी जिल्ला अदालतको अधिकार क्षेत्रको बारे डिस्कस गर्न जाँदैछौँ। यसमा चाहिँ के भन्छ भने संविधानको धारा 151 र न्याय प्रशासन ऐन 2073 बमोजिम जिल्ला अदालतको अधिकार क्षेत्रलाई यस प्रकार उल्लेख गर्न सकिन्छ, जसमा चाहिँ साधारण अधिकार क्षेत्रहरू के रहेका छन् भनेपछि सुरु मुद्दा हेर्ने, मुद्दामा कारबाही र किनारा गर्ने, वादी र प्रतिवादी झिकाई बयान लिने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने र अवहेलना, अदालतको अवहेलनामा के गर्ने, कारबाही गर्न सक्ने। यसका के रहेका छन्, साधारण अधिकार क्षेत्र रहेका छन्। के रहेका छन्, सुरु मुद्दा हेर्ने, मुद्दामा कारबाही र किनारा गर्ने, वादी र प्रतिवादी झिकाई बयान लिने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने, अवहेलनामा कारबाही गर्न सक्ने। यो चाहिँ साधारण अधिकार क्षेत्र। अर्को रहेको छ पुनरावेदकीय अधिकार क्षेत्र अथवा क्षेत्राधिकार। यसमा चाहिँ मातहतका न्यायिक तथा अर्धन्यायिक निकायले सुरु कारबाही र किनारा गरेका मुद्दामा के गर्न सक्ने, मुद्दालाई पुनरावृत्ति फेरि दोहोऱ्याएर हेर्न सक्ने अथवा साधक जाँच्ने पनि भन्न सकियो, जे पनि गर्न सकियो। अनि अर्को मातहतका फैसलामा पुनरावलोकन गर्ने, अगाडिकोमा साधक जाँच्ने अथवा मुद्दा दोहोऱ्याएर हेर्ने। अनि अर्को रहेको छ मातहतका फैसलामा पुनरावलोकन गर्ने। अनि अर्धन्यायिक र न्यायिक निकायले सुरु कारबाही किनारा गरेको मुद्दामा पुनरावेदन हेर्ने अथवा साधक जाँच्ने, जे पनि भन्न सकियो। अब यसको असाधारण अधिकार क्षेत्रहरू चाहिँ धेरै रहेको छैन। यसमा चाहिँ निषेधाज्ञा र बन्दी प्रत्यक्षीकरण, यी किनकि यो के भन्छ स्थानीय तह जस्तै तल्लो तहको अदालत हो नि त, जिल्लामा हुने अदालत हो, त्यो भएर यसको अधिकार असाधारण अधिकार क्षेत्र धेरै रहेको छैन। यसमा चाहिँ निषेधाज्ञा जारी गर्ने र बन्दी प्रत्यक्षीकरण एउटा रिट चाहिँ जारी गर्न सक्ने, यति रहेको छ। उच्च अदालतको अधिकार क्षेत्र अथवा क्षेत्राधिकार यस प्रकार रहेको छ। नेपालको संविधानको धारा 144 र न्याय प्रशासन ऐन 2073 बमोजिम उच्च अदालतको अधिकार क्षेत्रहरूलाई यस प्रकार उल्लेख गर्न सकिन्छ। ए नम्बर रहेको छ साधारण अधिकार क्षेत्र। साधारण अधिकार क्षेत्रमा के रहेको छ, सुरु मुद्दा हेर्ने, मुद्दाको कारबाही र किनारा गर्ने, वादी प्रतिवादी झिकाई बयान सुन्ने, प्रतिवेदन र निवेदन उपर फैसला गर्ने र अवहेलनामा कारबाही गर्ने। यसको के रहेको छ, साधारण अधिकार क्षेत्र रहेको छ। अब रहेको छ पुनरावेदकीय अधिकार क्षेत्र। के रहेका छन् भनेपछि मातहतका अदालतहरूको फैसलामा पुनरावेदन मुद्दा हेर्ने। अनि अर्को रहेको छ मातहतका फैसलामा साधक जाँच गर्ने, मुद्दा सार्न सक्ने, पुनरावलोकन तथा मुद्दा दोहोऱ्याउन सक्ने। यो पनि के रहेको छ, पुनरावेदकीय अधिकार रहेको छ। र यसको असाधारण अधिकार क्षेत्र के रहेको छ भन्दाखेरि मौलिक हकको प्रचलन र उपचार। मौलिक हकको प्रचलन र उपचारको लागि आवश्यक निर्णय गर्ने यो एउटा असाधारण अधिकार भयो। अर्को भनेको सार्वजनिक सरकारका मुद्दा निरूपण गर्ने, सार्वजनिक विवादहरूलाई टुङ्गो लगाउने हो कि मुद्दाको निरूपण गर्ने भनेको। अनि विशेष परिस्थितिमा रिटहरू जारी गर्न सक्ने, बन्दी प्रत्यक्षीकरण, परामादेश। अब कुनै विशेष परिस्थितिमा नर्मल्ली चाहिँ यो सर्वोच्च अदालतको अधिकार क्षेत्रमा पर्छ, तर यो कुनै विशेष परिस्थितिमा चाहिँ रिटहरू पनि जारी गर्न सक्छ, जस्तै बन्दी प्रत्यक्षीकरण, परामादेश, प्रतिषेध, उत्प्रेषण र अधिकार पिछा जस्ता यसले के भन्छ रिटहरू पनि जारी गर्न सक्छ। यसलाई फेरि दोहोऱ्याएर हेरौँ। उच्च अदालतको अधिकार क्षेत्र नेपालको संविधानको धारा 144 र न्याय प्रशासन ऐन 2073 बमोजिम यस प्रकार उल्लेख गर्न सकिन्छ भनेदेखि त्यसपछि साधारण क्षेत्र अधिकारमा सबैको उस्तै लगभग सुरु मुद्दा हेर्ने, मुद्दाको कारबाही र किनारा गर्ने, वादी प्रतिवादी झिकाई बयान सुन्ने, अनि प्रतिवेदन र निवेदन उपर फैसला गर्ने, अवहेलनामा कारबाही गर्ने। त्यसपछि पुनरावेदकीय अधिकारमा के छ भनेपछि मातहतका फैसला उपर पुनरावेदन मुद्दा हेर्ने, मातहतका फैसलामा पुनरावेदन मुद्दा हेर्ने, मातहतका फैसलामा साधक जाँच गर्ने, मुद्दा सार्न सक्ने, पुनरावलोकन तथा मुद्दा दोहोऱ्याउन सक्ने। यो भनेको पुनरावेदीय अधिकार रह्यो। र अर्को त्यसपछि असाधारण अधिकार क्षेत्र रहेको छ। यसमा चाहिँ के मौलिक हकको प्रचलन र उपचार, त्यसको लागि कुनै कानुनमा हेरफेर पनि गर्न सक्ने भयो। अनि अर्को भनेको सार्वजनिक सरकारका मुद्दा निरूपण गर्ने अथवा विवादको टुङ्गो लगाउन सक्ने भयो। अनि
एकदमै विशेष परिस्थितिमा चाहिँ रिटहरू पनि जारी गर्न सक्छ। जस्तै त्यही 5 रिटहरू थियो जुन के रहेको छ, बन्दी प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, उत्प्रेषण र अधिकार परीक्षा। यो चाहिँ नर्मल केसमा होइन, एकदम विशेष परिस्थितिमा चाहिँ कहिलेकाहीँ मात्रै गर्नु, नत्र उसरी भन्ने हो भने यो चाहिँ सर्वोच्च अदालतको अधिकार क्षेत्र थीमा पर्छ होइन। यति नै रहेको थियो यसको सर्वोच्च अदालतको क्षेत्राधिकार। नेपालको संविधानको धारा 133 तथा न्याय प्रशासन ऐन 2073 बमोजिम सर्वोच्च अदालतको क्षेत्राधिकारलाई यस प्रकार उल्लेख गर्न सकिन्छ। जस्तै 1 नम्बर रहेको साधारण अधिकार क्षेत्र अथवा साधारण क्षेत्राधिकार। यसको बुँदाहरू यस प्रकार रहेका छन्। सुरु मुद्दा हेर्ने, कारबाही र किनारा गर्ने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने, अवहेलनामा कारबाही गर्ने, वादी प्रतिवादी झिकाई बयान लिने, त्यसपछि अर्को दोस्रो नम्बर 2 नम्बर रहेको छ पुनरावृत्तिकीय अधिकार। पुनरावृत्तिक अधिकारमा मातहतका सम्पूर्ण अदालत तथा न्यायिक निकायको सुरु कारबाही र किनारा गरेका मुद्दामा पुनरावेदन हेर्ने, मातहतका फैसला उपर साधक जाँच्ने, पुनरावलोकन तथा मुद्दा दोहोऱ्याएर हेर्ने, यो चाहिँ यिनीहरूको पुनरावृत्तिकीय अधिकार रहेको छ। भने अर्को रहेको छ असाधारण अधिकार। असाधारण अधिकार भनेको कस्तो हुन्छ, यसमा के रहेका छन् भनेपछि सार्वजनिक मुद्दा सुनवाई गरी विवाद टुङ्गो लगाउने, मुद्दा सार्न सक्ने, मौलिक हक प्रचलनका लागि बाजिने कानुन हेरफेर तथा बदर गर्ने, बाजिने कानुन हेरफेर तथा बदर गर्ने। जस्तै अब अनि अर्को भनेको 3 नम्बर रहेको छ विभिन्न रिटहरू जारी गर्ने। असाधारण क्षेत्रभित्रकै रिट, जस्तै रिट 5वटा रिटहरू रहेका छन्। सुरुमा 1 नम्बर रिट रहेको छ बन्दी प्रत्यक्षीकरण। गैर कानुनी रूपमा थुनामा राखेको व्यक्तिलाई थुनामुक्त गर्न दिइने आदेशलाई के भनिन्छ, बन्दी प्रत्यक्षीकरण भनिन्छ। त्यसपछि परमादेश भनेको के भन्दाखेरि संविधान र कानुनमा तोकिए बमोजिम गर्नु गराउनु भनी दिएको आदेशलाई के भनिन्छ, परमादेश भनेर भनिन्छ। बन्दी प्रत्यक्ष भनेको के रहेछ, गैर कानुनी रूपमा थुनामा रहेको व्यक्तिहरूलाई थुनामुक्त गर्न दिइने आदेश। परमादेश भनेको संविधान र कानुनमा तोकिए बमोजिम गर्नु गराउनु भनी दिएको आदेशलाई परमादेश भनेर भनिन्छ। अब प्रतिषेध, तेस्रो नम्बर रिट रहेको छ प्रतिषेध। संविधान र कानुन विपरीत हुन गइरहेका काम कारबाही र निर्णय रोक्नका लागि दिइने आदेशलाई प्रतिषेध भनिन्छ। जस्तै संविधान र कानुन विपरीत हुन गइरहेका, अब भइरहेका छन् तर त्यसलाई बिचमै रोक्नको लागि चाहिँ दिइने आदेशलाई के भन्ने, प्रतिषेध भनिन्छ। अर्को 4 नम्बर रिट रहेको छ उत्प्रेषण। उत्प्रेषण भनेको संविधान तथा कानुन विपरीत भएका, अघि भएको प्रतिषेध भनेको हुन गइरहेका थियो, उत्प्रेषण भनेको भइसकेका। जस्तै संविधान र कानुन विपरीत भएका काम कारबाही निर्णयहरू के गर्ने, बदर गर्न दिइने आदेशलाई। प्रतिषेध भनेको चाहिँ भइरहेको निर्णय काम कारबाहीलाई रोक्न दिने भने, यो उत्प्रेषण भनेको चाहिँ के हो भन्दाखेरि भइसकेका निर्णय तथा काम कारबाहीलाई रोक्न दिइने आदेश अथवा खारेज गर्न दिइने आदेशलाई के भनिन्छ, उत्प्रेषण भनिन्छ। भने 5 नम्बर रिट रहेको छ अधिकार परीक्षा। अधिकार परीक्षा भनेको चाहिँ के भन्दाखेरि संविधान र कानुन विपरीत कुनै सार्वजनिक पदमा भएको गैर कानुनी र अयोग्य नियुक्तिलाई हटाउन दिएको आदेशलाई अधिकार परीक्षा भनिन्छ। कस्तो रहेछ भनेपछि कुनै सार्वजनिक पदमा कुनै नियुक्तिको, जस्तै तपाईँको गैर कानुनी रूपमा भ्रष्टाचार गरेर नियुक्ति गरेको छ, आफ्नो मान्छे हालेको छ भने त्यसलाई त्यो नियुक्ति खारेज गर्नको लागि अथवा हटाउनको लागि दिइने आदेशलाई के भनिन्छ, अधिकार परीक्षा। यति नै रहेको थियो यो सर्वोच्च अदालतको अधिकार क्षेत्रमा। सुरुमा रहेको थियो साधारण अधिकार क्षेत्र, त्यसपछि साधारण अधिकार क्षेत्रमा सुरु मुद्दा हेर्ने, मुद्दा किनारा र कारबाही गर्ने, प्रतिवेदन तथा निवेदन उपर फैसला गर्ने, अवहेलनामा कारबाही गर्ने, वादी प्रतिवादी झिकाई बयान लिने, अनि पुनरावृत्तिकीय दोस्रो नम्बरको पुनरावृत्तिक अधिकारमा चाहिँ मातहतका सम्पूर्ण अदालत तथा न्यायिक निकायले सुरु कारबाही र किनारा गरेको मुद्दा पुनरावेदन हेर्ने, मातहतका फैसला उपर साधक जाँच्ने, अरू पुनरावलोकन तथा मुद्दा दोहोऱ्याएर हेर्ने अथवा असाधारण अधिकारमा यिनीहरू 5वटा रिटहरू जारी गर्ने तथा सार्वजनिक
मुद्दा सुनवाई र विवाद टुङ्गो लगाउने, मुद्दा सार्न सक्ने र मौलिक हक प्रसारणको लागि बाँचिने कानुन हेरफेर तथा बदल गर्ने तथा 5वटा रिटहरू जारी जस्तै बन्दी, प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, उत्प्रेषण र प्रतिकार बुझा। यति नै रहेको थियो सर्वोच्च अदालतको अधिकार क्षेत्रहरू। हस्त।